सिलाई फेरि पनि एकदम चोखो मिठो ब्याकबाट स्पाइक थियो। यहाँ हेर्न सक्नुहुन्छ नेपाल पुलिसका खेलाडी रेशम विकजीबाट। ब्याक टु ब्याक 24 घण्टा नबित्दै 5-5 सेटमा खेल्नु पश्चिम भलिबल क्लबका खेलाडीहरूको लागि ठुलो चुनौती। मासर यसपटक पनि अङ्क छ र हिजो पनि सामान्य केही गल्तीहरू गर्न पुगेर एक सेट जितेमा खेल जित्ने अवस्थाबाट सेमिफाइनल हार्न पुगेको थियो। हार्ने विरुद्ध यो टिम 2 सेट जितिसकेको अवस्थामा 1 सेट जित्न सकेन। त्यसपछि कारण भनेको माझहरूको त्यो दुईवटा प्रहार जुन बाहिरियो 24-26 हुने बेलामा त्यो जुन एउटा चेन्जेस थियो डायमन्डलाई निकालेर जब जीवनलाई राखिएको थियो उसले नेटको बाहिरबाट एन्टेनाको बाहिरबाट प्रहार गर्यो। त्यो एउटा मोमेन्ट लिबेरो गोपाल हिजो आफ्नो बेस्टमा थिएनन् जस्तो मलाई लाग्छ। गोपाल साई जो युएसएबाट आएर खेलिरहेका छन् अहिले यो भलिबल खेल्नको लागि आएका हुन् उनी लिबेरो युएसएबाट आए। डायमन्ड कटका अर्का खेलाडी उनी पनि युएसएबाट आए बाहिर बस्छन्। त्यस कारणले गर्दा त्यो केही तालमेल अलिअलि यस्तो सामान्य कुराहरूमा अलिकति गल्ती हुन पुग्यो हिजो। त्यस कारणले गर्दा रुकुम पश्चिम भलिबल क्लब एउटा टाइटल कन्टेन्डर मानिएको थियो। विदेशी खेलाडी माझर अली अहमद मुस्तफा कति राम्रो खेलाडी छन्, वालिद खान छन् भनेपछि के कमी थियो रेटिङ सभा। मुस्तफालाई अहिले पनि रोकेको छ पुलिसले। सुन्दर अति सुन्दर खेल विभागीय टिमबाट। एकदमै राम्रो ब्लकिङ थियो त्यहाँ। दीपक राजोस्टी उत्कृष्ट